नमस्कार सबैजना। आज हामी मौलिक हकको बारेमा चाहिँ जानकारी लिने छौं र यसलाई कसरी याद गर्ने हो इजी वेमा हामी जान्ने छौं। त मौलिक हकको कुरा गर्नुहुन्छ भने मौलिक हक हाम्रो कतिवटा छ? 31 वटा 31 वटा छ र यसमा हेर्नुहुन्छ भने यो कुन चाहिँ भागमा पर्छ? संविधानको हाम्रो भाग 3 हैन र धारा कतिदेखि कति? धारा 16 देखि धारा 46 सम्म भनेको चाहिँ कतिवटा भयो? 31 वटा। यहाँ बुझ्नुभयो? अनि यसमा चाहिँ एउटा अझै कुरा के राख्न सक्छु, यो चाहिँ संविधान 2072 असोज 3 गते को बारेमा हामी मौलिक हकको कुरा गरिरहेछौँ। त यसलाई कसरी याद गर्ने? अब हेर्नुस्, 31 वटा धारा नै हामी इजी वेमा याद गर्न सक्छौँ। कसरी? पहिले त धारा 16 देखि हाम्रो स्टार्ट भएछ भने धारा 16 देखि धारा 19 सम्म 4 वटा स छ। 4 वटा स चाहिँ के हो? धारा 16 मा तपाईको हेर्नुहुन्छ भने अब समानपूर्वक बाँच्न पाउने हक, समानपूर्वक बाँच्न पाउने हक, ठीक छ। त्यस्तै तपाईको 17 मा चाहिँ हाम्रो छ समानताको, 17 मा हाम्रो के छ? स्वतन्त्रताको हक, ठीक छ। 18 मा हाम्रो चाहिँ के छ? समानता। हामीले थाहा छ नि समानता, किनकि इक्वालिटी भनेको चाहिँ 18 वर्षमा केटाकेटीलाई चाहिँ पहिला थियो नियम कि बिहे गर्न पाइन्छ, अब 20 र 20 नै राखिदिएछ दुवैजनाको। त यसरी मैले बुझेको हो। स्वतन्त्रता भनेको चाहिँ अब 2007 मा हाम्रो चाहिँ देश चाहिँ फ्रिडम डेमोक्रेसी भन्छ नि, 2007 त 7 यसमा छ नि, त यसरी मैले याद गरेको छु। र अब 19 मा चाहिँ तपाईको के भइहाल्छ? ध्यान दिनु होला, सूचना तथा संचार तथा सूचना मन्त्रालय। त सूचना पहिला हुन्छ, त्यही भएर सूचना हाम्रो ध्यान दिनु होला। मैले सूचना भनिरहेको छु, तपाईको संचार तथा सूचना मन्त्रालय, त संचार आउँछ। 20 मा हेर्नुहुन्छ भने हाम्रो के हुन्छ? 20 मा हेर्नु होला, 20 मा चाहिँ हामीले चाहिँ के कुरा गर्छौं? 20 मा हेर्नुहुन्छ भने हाम्रो कुन चाहिँ धारा छ? यसमा हेर्नुहुन्छ भने और या और न, यसरी याद गर्नु न। न्याय न या न, यसरी याद गर्नु होला। न या न। त 20 भनेको यो भयो न्यायवाला सम्बन्धी। 21 मा तपाईको चाहिँ अपराध भइहाल्छ। 22 मा तपाईको यातना भइहाल्छ। 23 मा तपाईको चाहिँ नजरबन्द, ठीक छ। त यति हामी बुझ्नु भयो। अब 24 देखि हामीले चाहिँ याद गर्नु छ। त 24 मा हामीले चाहिँ के बुझ्छौं? 24 भनेको छुवाछुत चाहिँ 24 सालको ब्राह्मण भएर पनि अहिलेसम्म छुवाछुत गरिरहेछ भनेर यसरी याद गरेको छु। 25 मा चाहिँ एउटा चाहिँ मैले भिडियो हेरेको थिएँ, 25 लाखको सम्पत्ति 37 कोठे घर हैन। त 25 लाखको सम्बन्धी 25 भनेको चाहिँ सम्पत्तिको हो र 37 कोठे घर भनेको चाहिँ आवास सम्बन्धी। त यसरी याद गर्न सकिन्छ। 25 भनेको चाहिँ सम्पत्ति सम्बन्धी कुरा आउँछ। अनि 26 भनेर चाहिँ हामीले के गर्न छ? सम्पत्ति छ भने हाम्रो चाहिँ के भयो? घमण्ड गर्नु पर्दैन र धर्म पनि अपनाउनु पर्छ। त धर्मको कुरा आयो। 27 मा तपाईको मैले के भने? संचार तथा सूचना मन्त्रालय भनेको संचार पहिला आउँछ, 27 मा सूचना आउँछ। त्यसपछि हाम्रो के हुन्छ? 28 देखि कसरी याद गर्ने? 28 देखि PEEELEL छ नि। त यो P भनेको प्राइभेसी, गोपनीयता भइहाल्छ। 28 मा गोपनीयता। 29 मा एक्सप्लॉइटेसनलाई शोषण भन्छौं हामी, शोषण। 30 मा तपाईको चाहिँ इन्भाइरोमेन्ट वातावरण भइहाल्छ। अब यता हेर्नु होला, 31 मा चाहिँ तपाईको के भइहाल्छ? फेरि 30 सम्म चाहिँ इम्प्लोइमेन्ट भनेको चाहिँ रोजगार हैन, रोजगार। त्यसपछि तपाईको एल भनेको लेबरको सन्दर्भमा रोजगार भयो भनेको श्रम,
फ्रमको सन्दर्भमा आउँछ। 32 33 भयो। अब तपाईको 33 मा एक्सप्लोइटेसन भयो। अब रोजगार गरिरहेको छ हाम्रो एजुकेसन। एजुकेसन भनेको शिक्षा। यहाँ हेर्नु होला, मैले मिस्टेक गरेँ। यहाँ एजुकेसन हुन्छ, जति हाम्रो धारा छ नि त्यतिकै शिक्षा सम्बन्धी हकमा 3 नम्बरको शिक्षा सम्बन्धीको कुरा आउँछ। र यसमा चाहिँ तपाईको हाम्रो के भइहाल्छ, यहाँ चाहिँ तपाईको रोजगार भइहाल्छ, रोजगार इम्प्लोइमेन्ट। र 34 मा तपाईको के भइहाल्छ, लेबर भयो भने अब ल्याङ्ग्वेज र कल्चरको कुरा गर्छौँ हामी। 35 मा हाम्रो थाहा नै छ स्वास्थ्य सम्बन्धी हक हुन्छ हैन। त्यस्तै तपाईको चाहिँ 36 मा चाहिँ स्वास्थ्य राम्रो छ भने कसरी राम्रो गर्न सक्छ स्वास्थ्यलाई, खाना खाएर, खाद्य सम्बन्धी हक हैन, खाद्य सम्बन्धी हक। 37 कोठे घर, त 37 भनेको आवास भइ नै हाल्यो हैन। 38 चाहिँ हाम्रो के भइहाल्छ, अब एउटा ध्यान दिनु होला, 38 भनेको चाहिँ यसै पढ्नु हामी लेखेको रहेछ, महिला बाल बालिका तथा जनस्वास्थ्य मन्त्रालय, बोले बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय हैन, यसरी लेखेको हुन्छ मन्त्रालय। त यो 38 मा तपाईको चाहिँ के हुन्छ, महिला सम्बन्धी हक हुन्छ। 39 मा तपाईको बाल बालिका भयो। त ध्यान दिनु होला, महिला बाल बालिका भयो। अब 40 मा तपाईको कास्टको सम्बन्धी आउँछ, कास्ट भनेको दलित सम्बन्धी। अब 41 मा फेरि तपाईको हाम्रो आइहाल्छ ज्येष्ठ नागरिक, ज्येष्ठ नागरिक। 42 मा तपाईको के हुन्छ हाम्रो, 42 मा हाम्रो न्याय हुन्छ। यसमा पनि न्याय छ सुरुमा, यता पनि त सामाजिक न्याय, सामाजिक न्याय। अनि 43 चाहिँ हाम्रो के हुन्छ, फेरि सुरक्षा भइहाल्छ। यसमा सामाजिक न्याय भयो भने सामाजिक सुरक्षा हुन जान्छ। अनि 44 भनेको उपभोक्ता। 45 मा चाहिँ तपाईको देश निकाला विरोध सम्बन्धी हक हुन्छ, निकाला विरोध सम्बन्धी हक। र 46 मा तपाईको चाहिँ संवैधानिक उपचारको हक। त यसरी हामीले चाहिँ याद गर्न सक्छौँ। धन्यवाद।